भाइ यो चाहिँ रिङ्बुबाट आउने जो बाटो पनि जोडिँदो रहेछ। यो हामी चाहिँ अहिले आएको बाटो भनेको चाहिँ टाक्सिन्दो बाटो हो। यहाँनिर चाहिँ बोर्ड पनि राखेको रहेछ। यो तल्लो बाटो आइयो भने चाहिँ रिङ्बुको बाटो आइन्छ। माथि बाटो आउँदाखेरि चाहिँ टाक्सिन्दोबाट आउने हामी चाहिँ यो बाटो आइयो। यहाँबाट जाँदा चाहिँ अब हामी चाहिँ यहाँबाट यता जान लाग्नेछौँ। कहाँबाट ल्याउनु भएको भाइ यो? ए बिहानै हिँडाउनु भएको? ए कति छिटै आइपुग्नु हुँदो रहेछ है तपाईँ अब। उताबाट चाहिँ के ल्याउनु दाइ यो? उताबाट चाहिँ के ल्याउनु यो? छुर्सी छुर्पी कति किलो बोक्छ भाइ यसले? 80 किलो बोक्छ है? डेन्जर खचरभन्दा बलियो हुँदो रहेछ नि यो। ठिक छ। यो चाहिँ हामी केरुङ पार्टी भन्ने ठाउँमा आइयो। यहाँ चाहिँ विशेष गरी दुधकुण्डमा मेला लागेको बेला बजार सजार पनि लाग्ने। यहाँनिर चाहिँ सानो पार्टीको व्यवस्था पनि रहेछ। चौताराहरू ल यस्तो रूपमा आइपुग्यो अहिले चाहिँ हामी। यो चाहिँ सरकारी पार्टी भन्ने ठाउँ हो। यहाँ चाहिँ पहिले सरकारले कर सङ्कलन गर्थ्यो कि भन्ने पनि हामीले चाहिँ सुनेको थियौँ। त्यस्तै त्यस्तै होइन त अरे सर? त्यही सुनेको हो। यो जहाँसम्म हुन्छ यो हुनु चाहिँ यो सरकारी पार्टी नै हो। केही सरकारी अड्डा यहाँ पहिला थियो। हामी चाहिँ अहिले यो पोइन्टमा आइपुग्यो। अब अर्को पोइन्ट भनेको चाहिँ हाम्रो कामो डाँडा। हामी त्यहाँ गएर चाहिँ खानासाना खानेछौँ। खासमा अहिले चाहिँ हामी आइएछ सरकारी पार्टी। अघि तलतिरकोलाई सामान्य पार्टीहरू थियो, त्यसलाई अब सरकारी पार्टी भनिएछ। गलत इन्फर्मेसन रहेछ। खासमा यो चाहिँ सरकारी पार्टी समुद्री सतहबाट 3500 मिटरको हाइटमा रहेको छ। यो ठाउँलाई चाहिँ किन पनि सरकारी पार्टी भनेको रहेछ भने पहिले चाहिँ सरकारी अड्डाहरू रहेर सरकारले यहाँ चाहिँ कर सङ्कलन गर्ने ठाउँ रहेछ। यो चाहिँ अहिले अवशेष मात्रै रहेको छ। पहिले चाहिँ यहाँनिर अड्डा नै जमाएर बसेका सरकारी अड्डा थियो रहेछ। अहिले चाहिँ यस्तो छ। ल अहिले चाहिँ भग्नावशेष अवस्थामा रहेको छ यो सरकारी पार्टी चाहिँ। के भन्छ अरे त यो ठाउँको नामलाई चाहिँ? यानुपाका भन्छ। अनि हुनु चाहिँ दुधकुण्डाको उचार सिमाना सिधा पर्छ अरे। हजुर। यहाँ गयो अनि यहाँबाट तल अघि डाँडामा त्यो तपाईँले भन्नु त्यो कैनीबाट चाहिँ उँभो खुम्बु जान्छ भनेर देखाउनु भएको थियो नि। यहाँ हो एउटा सिधा यहाँबाटको। अब अनि यताउता कतै टाढै जाने पऱ्यो भने त्यहाँ चाहिँ हामीले यस्तो तारासारा उठाएर त्यहाँ पूजा गरेर भयो भने चाहिँ सबै कुरा फेरि तपाईँको भनाइअनुसार चाहिँ यो जनै पूर्णिमाको बेला मेला लाग्दाखेरि कति मान्छेहरू त अब यहाँसम्म आइपुग्नु नसक्दाखेरि यहाँ पूजा गरेको पनि दुधकुण्डमै पूजा गरेको सर हुन्छ भन्ने उहाँको जानकारी पाइयो। अब चाहिँ भनाइअनुसार हामीले के बुझ्यो भने यहाँसम्म आउँदाखेरि पनि हामीले चाहिँ दुधकुण्डसम्म पुगेको चाहिँ भान हुँदो रहेछ। त्यसैले यदि कोही आउँदै सक्नु भएन भने यहाँ आएर पूजा गर्नुभयो भने पनि ल हुने रहेछ। 3000 पनि पुरापुरी छैन। त्यहाँ पुग्दा पनि अनि कहाँ पुगे जस्तो हुने हामीलाई फेरि। त्यहाँ जानलाई हामी लेख लाग्छ भनेर लसुनदेखि लिएर हरेक तयार गरेर
ओहो बाटो त ल ल ल झन् आयो झन् ठाडो यस्तो मुसा घरतिर पाल्न पाएँ बाहिर त तपाईँलाई बढी आउँछ बोलाउनु कत्रो सेउला खाएको यसले त्यस्तै हो फुल खायो फुलै खायो तँ फुल नखा भनेको तँलाई झन् तै चाहिँ नखा भनेको तै चाहिँ खाइस् ल हामी एकछिन चाहिँ चौतारामा बिसाइयो अलिअलि बिस्कुटहरू खाइयो अब चाहिँ हामी अब यो बाटो यहाँबाट माथिसम्म देखिने बाटो छिचुल्नु पर्नेछ हामी चाहिँ कामो डाँडाको फेदतिर आयो जस्तो लागिरहेछ यही डाँडा हो कि भन्ने हाम्रो शङ्का छ तर बाटो चाहिँ अझै उकालो ठारै नै उकालो छ तेर्छो भन्ने हिँड्नु पाइएन कामो डाँडा पुगेपछि चाहिँ तेर्छो पनि त्यसपछि चाहिँ लगभग सहर्ष बेनीसम्म चाहिँ हामी तेर्छो बाटो हिँड्नेछौँ अहिले चाहिँ बाटो यस्तै नै हो एकदम ठाडो ल अहिले चाहिँ हामी ठ्याक्कै कामो डाँडा यो चाहिँ समुद्री सतहबाट लगभग 3880 मिटरको अल्टिच्युडमा रहेछ अब यो चाहिँ एउटा क्याम्प जस्तै नै हो माथि दुधकुण्ड जानको लागि अब हामी चाहिँ यहाँनिर सबैजना भेला भएर खानासाना खान्छौँ खानाको लागि हामीले यहाँनिर अगाडि नै अर्डर गरिसकिएको छ हाम्रो दुईजना दाइहरू चाहिँ अलिक अगाडि नै आइसक्नु भएको छ उहाँहरू चाहिँ अलिक धेरै नै हिँड्नु हुँदो रहेछ हामी चाहिँ अलिक हिँड्नु पनि सकिएन ल यो कामो डाँडामा चाहिँ यो ब्याकग्राउन्डपट्टिको यस्तो रहेछ होटल यो रेस्टुरेन्ट रिसोर्ट अब हामी चाहिँ यहाँको होटलमा प्रवेश गर्नेछौँ कता हामी अनि कता अझै उतै परुराहरू कहाँ गयो कामो डाँडा आइयो भनेको नुम्बुर गेस्ट नुम्बुर गेस्ट हुने रेस्टुरेन्ट चाहिँ हाम्रो चाहिँ अलिक माथि नै जाने जस्तो पो देखियो अरूहरू त गएको गाई गर्नुहुँदैछ है ल हामी चाहिँ कानो डाँडाको यो रिसोर्टमा प्रवेश गर्दैछौँ अनि उड्नु भयो त दाइ तपाईँहरू त हेटरी राम्रो तपाईँहरूको हिँडाइ देखेर त कत्रो हिँड्नु भएको ल आइपुग्यो है हजुर हेटरी हो हाम्रो खानासानाहरू तयार हुँदैछ नि ओके ओके ल ल हाम्रो चाहिँ यहाँ खाना तयार हुँदैछ अब हामी चाहिँ एकछिन रेस्ट गर्छौँ यहाँ खानासाना खान्छौँ त्यसपछि हामी आराम गरे पश्चात तपाईँहरू त के साह्रो उड्नु भएको त यत्तरी हिँड यस्तै यति यो तपाईँहरूको
हामी नसकेर हिँड्नु हुँदो रहेछ त दाइहरू त धेरै हिँड्नु भएछ हामी चाहिँ हिँड्नु नसकेर एकदम गाह्रो भयो हामीभन्दा लगभग 1.5 घन्टा अगाडि आइपुग्नु भयो हामीलाई चाहिँ अलिक गाह्रो भयो पानी हिँड्नु हुँदो रहेछ खाना राम्रो रहेछ आज ठिक छ नि एकदम ठिक छ अब उसको खाना एकदम यो चाहिँ 32 से 80 मिटर हाइटको